Hey everyone, welcome back to my YouTube channel. After a long time, मैले ब्लग बनाइरहेको छु। म चाहिँ अहिले गाउँमा छु हैन। अनि म चाहिँ बिहानै मन्दिर जान थालिरहेको छु बहिनीहरुसँग। गाइजहरु, हामी चाहिँ आयौँ तर म यो ओरालो ल्याउन डराएँ। त्यही माथि राखेको स्कुटी। नानु कता हेर्दौ? म सकाइ हो के नि। कति बजेछ भन्दाखेरि यस्तै 6:30 भयो होला। हामी चाहिँ आयौँ। यही मन्दिर हो। यसको भर्खर थियो अरे म 10 मा पास हुँ भनेर। अनि त्यही बिहान नुहाएर त्यही भएर आएको। मैले यहाँ म त यहाँ फर्स्ट टाइम आएँ। हाम्रो गाउँदेखि धेरै लाग्दैन कि जम्मा 10 मिनटमै आइन्छ। टाढो त छैन तर छुट्टै ठाउँ हो क्या। के गरे नानी? के अरे भनिदेऊ फेरि? गाई हो। दाई अरे। के हो या? यो तिम्रो जस्तै माला हो कि यस्तै के? आइला। हो के? आइला। हो। आइला। हो। आइला। सेम भन्देऊ न। सेम। त्यस्तो गर्नुहुन्न नि। चर्छ नि यसले गर न। अघि जस्तै कसरी गरे थियो अरे? भएन छोइएन। छोइदियो। अब यहाँ टिका लाउने हो। यहाँ बुवासँग टिका लाउने। ढोगी टिका लाउने यहाँ। यस्तो बाटो लाने भोक लागेर होला। त्यस्तो भन्नुहुन्न के अरे? ए सरी भगवान्। तिमी यता हेर त पूजा गर्न आएको। हामी चाहिँ यस्तो राम्रो ठाउँमा छौँ। अहिले फोटो खिच्नलाई रेडी भएर बसिरहेको छु। यहाँनिर के भन्छ त्यसलाई के अरे बेलौती भन्छौँ हामीले चाहिँ। यहाँनिर फलिरहेछ अनि टिपेर नानी चाहिँ खाँदैछ। अनि यस्तो राम्रो यस्तो मजा आइरहेको नि। यहाँ हेर्नुहोस् अहिले निस्किने बेलामा फोटोसोटो क्लिक गर्छौँ अनि त्यसपछि निस्किने बेलामा चाहिँ भ्लग बनाउँछु। आजको दिन के हुन्छ मर्निङ चाहिँ मन्दिरबाट स्टार्ट भयो आज चाहिँ। सो भोलि के हुन्छ अनि सबै देखाउने छु। सो स्टे ट्युन। कस्तो हुन्छ नानी? यस्तो पिङ्क कलरको हुन्छ। लास्टै मिठो हुन्छ हो कि नानी? नानो अहिले दुःख दिइरहेको छु। जाम गरेछ यसलाई यस्तोमा न स्किन लाग्यो। बहुत गर्मी भयो हो न? हेर त यसले जाम अघिबाट भनेकी हो। ल यहाँ चाहिँ बेलौती छ। मेरो मम्मीलाई मनपर्छ। सो हामी यहाँदेखि बेलौती झार्छौँ। अब म त कसरी चढाउँदा नानु? मै चढ्छु पानी के? म चढ्दिनँ घरि र। पोएमको नबटाउने म यहाँ यो त खतरा चढिदिन्छु कि। हेलो। फोटो खिच्यौँ फेरि। मन्दिर चाहिँ त्यहाँ छ। यही नजिकै थियो र यहाँ आएको हामी। कस्तो राम्रो रहेछ। ल धेरै बेसा नफाले गाइजहरू। रुक अर्को हातलाई देखिस् क्याच त भेरी यो तिमी समा त है नखाउ न। यो खान्न भनेर त यो अलिक यो खाएको भयो भने थियो भनेको त अलिक काँचो थियो। रुक अर्को रुक यतै फाल धेरै उस गर्दिनँ म। के गरिदिएको? उता रुखबाट झर्नु भयो म्याम। खतरा हो कि खतरा बुट्टामा चढ्नु त। मलाई बानेको हो। ल सल्लिक एक झोला भयो भन्दा नहुने यति लिग्यौँ हामीले। ल लेट्स गो। त भ्लग बना नि त। यसरी समात यहाँनिर यसो बनाउँदै हिँड्दा आउनु होइन। म चाहिँ बेलौती टिपेर झरिसकेको छु होइन। अरूहरूले अम्बा भन्छन् के? हाम्रो भाषामा हामीले बेलौती भन्छ सक्यो नि त। सक्छ हामी चाहिँ सिन हेर्नु गाइज। हामी त्यहाँबाट तलबाट आइसक्यौँ। अब हामी चाहिँ घर जान लाग्यो। अब यसलाई के चाहिएको भन्छ? यसलाई सोध्दा एकचोटि राम्ररी। यहाँ के भयो नानी? हेर सानो तिमीलाई मिठी किनिदिन्छु त्यहाँ।
मेरो बहिनीको रिस हेर्नुहोस् के भयो भन त पहिला तिमीलाई बोक्ने लाउ ल हामी चाहिँ अब बोकेर हिँड्नु पर्ने अवस्था आयो यताबाट होला नि सकिन बोक्न तिमीलाई लाउ ल हिँड हिँड्ने के पनि ए भगवान 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 नबोकाए पनि होला र हाई दुई स्कुटी त यहीँ रहेछ है मम्मीलाई भेट्न आँटेर होला सायद नहाँसौँ न हौ यहाँ छिनी नि हामी चाहिँ मामा घर गएर पनि आइसक्यौँ अनि त्यसपछि मामा घर चाहिँ पाडा काटेर रहेछ कि कति भिड लगाएर आयो हामी त त्यहाँ भ्लगमा बिर्सेको उसकै मलाई सानो बोतल चाहियो कि पानी भन्नुलाई हाम्रो घर सानो बोतल खोज्नु न उता भित्र होला भन्छ पानी बोतल उस अङ्खरामा भर्यो नि हुन्छ टलक्क के यो छन् ए जानिन छु अनि सो हामी चाहिँ अब यतिकै डुलेखाम खाम सुत्याम बस्याम काम छैन मम्मीको हेर चटकै बढी हो छोरीको चटक दिएर यता हेर यता हेर न हेर न हेर न हेर न हजुरको रोक्न सकेन खै माथि भिजिटर आउँछु उता पनि आउँदो रहेछ पानी आउँछ त दिउँसो पनि आउँदो रहेछ कपडा नि कति हो च्याउ कसको लाउने बेलामा बाबाको टाउकोमा त्यहाँ के बोल कि त्यस्तो हामी चाहिँ अब ढोका खोलौँ है अनि ढोका खोलेर हामी चाहिँ अब सुतौँ के गरौँ सुतौँ ए चार्जर त दसैँ आयो भन्न नानी है गाइज हामी चाहिँ गाउँदेखि अलिकति उता समीक्षा अनि दुईजना बहिनी यो अनि अरू पनि जान लाग्यो यसो बाहिर फोटो खिच्नलाई अब कता हो डेस्टिनेसन चाहिँ तैँले नै लग्छिस् होला त्यही बर्डर त्यही जाम्ला नि त मेरो त राम्रो आउँछ त्यहाँ हेर बर्डर चिन्छन् र अरूले हामी त्यही जाने प्लानमा छौँ गाइजहरू सो अब तिमीहरू अलिक पछाडि आऊ है भ्लग गरेर तिमीहरू देखेर सँगै हिँडौँ के ल यता मिसरी फोटो खिच्नु भा हामी दिदी चाहिँ सुनता बस्नेले चाहिँ यहाँ चलाउँदा अर्को चाहिँ समीक्षा के भन्छ मलाई थाहा छैन के थोरिरहेको छ अनि यो पछाडि चाहिँ जस्टे हो एउटा सहित चाहिँ एउटा जस्टे हो हामी चाहिँ यस्तो बाटो जानुपर्ने हुन्छ बडडाँडा हामी चाहिँ अब बडडाँडा जान लागेको अनि दिदी चाहिँ अगाडि गइसक्नुपर्छ अनि हामी चाहिँ पछाडि छौँ अनि यस्तो बाटो चाहिँ अलिक दुःख नै छ यस्तो छ नि त भ्यू हेर्नु गाइज खतरा छ क्या तर यताको गाउँतिरको भ्यू भन्ने कुरा साँच्ची बाटो दुईटा बाटो है यहाँ त अहिले दिदी जानुहुन्छ
बहिनी बटोरो जाने कता हो यतै भएर सिधै हो न चाहिँ अब फाइनल्ली पटारा आउनलाई पुग्नलाई पुग्यो भने नि भयो त आउने टाइमको होइन क्या हो के हो कहीँ आउने टाइमको होइन यही हो अब पटारामा चाहिँ खासै केही होइन यहाँ भिडहरू छ फोटो खिच्नु पुरै हो होइन त्यो चम्किँदै गएको केटाहरू केटी हुन्न त्यो चम्किँदै गयो क्या लाउँछ मान्छे त यही हो ठाउँ चाहिँ एकदम राम्रो छ होइन तर हामी फोटोहरू क्लिक गऱ्यौँ राम्रो सो अब चाहिँ हामी जाँदैछौँ गाउँमा यस्तै हामी चाहिँ घरमै बस्नु मलाई चाहिँ फर्किन लाग्यो वाउ सनसेट घर फर्किन लाग्यो आएन यसलाई स्कुल ल बन्द गर अब चाहिँ मैले चाहिँ चलाएको हुन्छु नि त अनि त्यो बोलिरहेको छु घरमा त्यस्तै हो गाउँमा रमाइलो भइरहेको छ पोर्सी दसैँ हो ह्याप्पी दसैँ यो बजारलाई हाम्रो भिडियो राम्रो लाग्यो होला सो लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई सी यु इन नेक्स्ट भिडियो